के तपाईँलाई थाहा छ, नेपालको सबैभन्दा प्रसिद्ध मन्दिरभित्र एउटा यस्तो रहस्य लुकेको छ जसले सयौं वर्षदेखि मानिसहरूलाई आश्चर्यचकित बनाइरहेको छ। आखिर किन पशुपतिनाथको शिवलिङ्ग चारमुख भएको छ? किन गैर हिन्दूहरूलाई भित्र प्रवेश गर्न दिइँदैन? र के साँच्चै यहाँ चमत्कारिक घटनाहरू हुने गर्दछन्? आज हामी जान्नेछौँ पशुपतिनाथ मन्दिरका केही रहस्यमय तथ्यहरू, जसले तपाईँहरूलाई अन्तिमसम्म हेर्न बाध्य बनाउनेछ। नेपालको राजधानी काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर संसारकै प्रसिद्ध शिव मन्दिरहरूमध्ये एक मानिन्छ। प्रत्येक वर्ष लाखौं भक्तजन यहाँ दर्शन गर्न आउँछन्। तर यो मन्दिर केवल धार्मिक स्थल मात्र होइन, रहस्य र इतिहासले भरिएको स्थान पनि हो। रहस्य नम्बर 1, चार मुख भएको शिवलिङ्ग। पशुपतिनाथको मुख्य आकर्षण यसको चारमुखे शिवलिङ्ग पनि हो। सामान्यतया शिवलिङ्ग एउटै दिशामा हुन्छ, तर यहाँ चार दिशातर्फ फर्किएका चारवटा मुख छन्। धार्मिक मान्यता अनुसार यी चार मुखहरूले सृष्टि, पालन, विनाश र ज्ञानको प्रतीक जनाउँछन्। तर धेरै मानिसहरू आज पनि सोच्ने गर्दछन्, सयौं वर्ष अघि यति अद्वितीय संरचना कसरी निर्माण गरियो? रहस्य नम्बर 2, गाईले पत्ता लगाएको शिवलिङ्ग। लोककथा अनुसार धेरै वर्ष अघि यो स्थान जङ्गलले ढाकिएको थियो। एउटा गाई दैनिक आएर एकै स्थानमा आफै दुध चुहाउने गर्थिन्। जब स्थानीयहरूले त्यो ठाउँ खने, त्यहाँ शिवलिङ्ग फेला परेको भनाइ छ। यही घटनापछि यहाँ मन्दिर निर्माण गरिएको भन्ने विश्वास छ। सत्य वा किंवदन्ती, यसको स्पष्ट प्रमाण छैन, तर यो कथा आज पनि निकै लोकप्रिय छ।